आज चाहिँ हामी कङ्क्रिटको पार्टी हान्न जाँदैछौँ होइन गाइस खोज्दै। कङ्क्रिटको पार्टी बसिरहेको छु भने गाइस आजको राइडर चाहिँ प्रिन्स स्पेशल हेरिसक्यो हो डेस्टिनेसन होइन त्यही हो यहाँ त भिडभाड रहेछ होइन त्यही भएर हामी सफा गरिहाल्छौँ होइन यसो पुलतिर घुमेर आउँछौँ होइन अहिले यसो पुल कन्टिन्यू आदित्य भाइको यहाँ चाहिँ एउटा मेन भोस्टिके भनेको यही हो 1 नम्बरको चित्ते खाउलाई पानी प्यास लागेछ प्यास बुझाइदेऊ पानी खुवाइदेऊ न मलाई प्यास बुझाइदेऊ न केटाको पानी पिला दो पानी पिला दीजिए मुझको सब्सक्राइबर पानी पिला दो मैले पानी पाएर छैन पानीलाई मार अब चाहिँ हामी लाग्दैछौँ पुलतिर होइन भिडियो बनाउँछौँ त्यसमा त्यसलाई गाइस जहिले मैले स्ट्यान्ड लगा भन्छु क्या त्यसलाई त जोस हान्नु पर्यो स्ट्यान्ड लगाउँदा बल्ल लगायो गाइस स्ट्यान्ड लाँदैछौँ गाइस लागेछ नाइट राइड गाइस नाइट कङ्क्रिट पार्टी होइन अहिले चाहिँ हामी भोस्लेको पुलमा पुगेर रिसोर्टले पुलमा जान्छौँ धुलो आइरहेको बेस्ट चलिरहेको छ गाइस अफ रोडिङमा धुलो आएर हो क्या अगाडि ह्याप्पी राइडर हाल्छ हाम्रो प्रेस भाइ पनि अलिक कमेन्ट्री चाहिँ यस्तै हो होइन त्यतै हो बाटो बाटो चाहिँ यही हो जाउँ न जाउँ ए 2-4वटा चक्का उडाए पनि केही फरक पर्दैन गरेर डराउँछ के भन्ने ओहो क्या धेरै ठुलो पार्ट सक्नु पर्यो हेडलाइट भएन भाइले हेडलाइट चलाइसकेछ होइन केटाले ला ठुलो उडायो त Going right, left them back. Well, leading guys. दिनमा आगमा चाहिँ अझ राम्रो देखिन्थ्यो होला होइन गाइस राति चाहिँ यस्तै हो ठ्याक्क पुल देखिरहेको छ गाइस त्यो पुलभन्दा साइडमा लास्ट टाइम देउता निस्केको थियो भनेर एउटा ढुङ्गामा भनेको थियो त्यसैले गर्दा त्यहाँ मन्दिर पनि बचाएको छ गाइस एउटा ढुङ्गामा चाहिँ गणेश भगवानको आकृति देखायो होइन प्रिन्स भाइ के हो त्यही हो भन्दैछ प्रिन्स भाइले पनि भनेपछि हो मन्दिर चाहिँ पुग्दैनौँ हामी पुलमा चाहिँ जान्छौँ भने गाइस हाम्रो मासु बनाएको चाहिँ कति लिने भने 600 भन्दा कम गरेन गर्यो 500 500 के बाटो हजुर यो सिधै हो सिधै पुलमा एक्सलेटर नझारिकन हिँडौँ यता होइन एक्सलेटर नछोडिकन है एक गियरमा 2 गियरमा खाँदैन सिधै माथि हुन त प्रिन्समा आफै एक्सपिरियन्स राइडर हो म भन्दा मैले बाइक चलाउनु नजान्दा पर्दैन नझर्दा पनि हाम्रो आरिफ सरको फेरि आत्मा एक गियरमा म डराउँदिनँ हिँड्दैन पनि जस्तो सुक्यो पुरै उड्छ चक्का ल गाइस हामी चाहिँ पुलमाथि चढिसकेको अवस्था छ प्रिन्स भाइले अलिक अगाडि लगा केटाहरू आउँदैछ अब केटाहरूले पो चढाउँछ कि भन्यो साह्रै केटाहरूले ठोक्न बेर लाउँदैन है
चलाउन आउँदैन जाठालाई हेर्दैछु गाइज पछाडि ए झन्डै दिएन गाइज केटाले मान्छेले झरेर ल्याएछ गाइज हिँड्न रौ भन्दैछ के बोले अहिले पुलको भित्रमा गएर बस्नुपर्छ होइन ब्यालेन्स त मिलिहाल्छ नि नस्टप एक्सलेटर नछोडिकन दिने हो ब्यालेन्स आफै मिल्छ दिदीले पनि बाटो छोडिदिनु भयो ए गाइज राइडर माथि भर लागेन है मलाई झन्डै लडाएन गाइज 1x गर्दा देखेन 0.5 भएको देखिन्थ्यो तर के गर्नु गाइज 0.5 मा क्वालिटी आउँदैन पुलमा जाँदैछ मस्त मान्छे अनि यहाँ गाइज अझै अगाडि ब्यालेन्स मिलाउन गाह्रो हुने भयो हाम्रो साथीलाई के गर्ने हाम्रो प्रिन्स भाइ इन डेन्जर हिँड न हिँड दिँदैछौँ साइकलको लागि हाम्रो त ब्यालेन्स मिल्ला तर केटाहरूको चाहिँ भर लाग्दैन है मलाई पछाडिको अझ भर लाग्दैन ठोकायो गाइड त्यसले ठोकाइसक्यो होइन ठोकाइसक्यो गाइड मिरर ट्याङ्ग गरेको सुन्यो होला गाइज आउँदैछ केटाहरू पनि आइसकेको अवस्था छ गाइज अगाडि छ दुईको हामी चाहिँ पछाडि छौँ पनि लाग्यौँ बाहिर overtake. This is another level of fun, guys. Bro, धेरै पछाडी छुट्यो तिनीहरू नै पछाडी छुट्यो तुरनी तिनीहरू पछाडी नै लुक्न खोजेको हो क्या एकछिन फर्कन बिस्तारै हिँडिरहेको छ केटाहरू हो र छुट्टै फन है यो चाहिँ केटाहरू मर्यो अलिक धुलो यो ओह्रालो बनाउँछ मेरो ओह्रालो पेर्छ ओह्रालो म भनिहाल्छु भने रोक कोही कहाँ गयो हामी त अचानक धुलो गाइस म पुग्छ यी बुढाबुढी कुछ देखाइएन नि त खोइ यिनीहरूले यतै ल्याइरहेछ मलाई धुलो कसो देला केटा धुलो त आमा यो लगाएको थियो अनि हिन्दिरा कसम थरथराइरहेछ यार पछाडि गाइस अब म त यसरी पक्रिरहेको कता जानु छिटो के हैन फर्काउनु पर्यो नि त के भनेको गाइस के गयो त केटाहरू ओभरटेक हान्ने हो
आरिफ त छ नि बसेको पछाडि मैले अचानक बोल्ती नै बन्द गरेँ मजा आइरहेछ गाइस अगाडि बस्ने ठाउँमा बस्नु झुलो नेक्स्ट लेभल उडाएपछि हाम्रो युट्युबरको घाँटीमा समस्या देखिरहेको छ माथि समस्या देख्न थालिसके केटाहरू हलाको अवस्था गाइस यहाँ मर्न आँट्यो खुन फाल्न आँट्यो दाइ साइड हुन्छु कि क्या हो गाइस म हेर्छु गाडी पुगेन फर्काको नि अगाडि पुगेपछि यस्तो सम्झ धुलो पुलेर हेर्छु मलाई पुलमा देखाइरहेको छ अनि यस्तो माथि गाइस अवस्था के छ यो ब्रदर यो मान्छेहरु कटारी बस्ने 10-15 सालदेखि बाटो बिट्छ र 3 तले पुगेन कटारी हो म चाहिँ हामी कटारी हो अझै पनि कटारी के भागेन के पनि उदयपुर हो नि गइरा थिए बाटै छैन भने अनि त्यही भएर म हेर्छु यहाँ आएर लकै गाइस मेरो मोटो चार्ज हुन्छ भने यहाँ छिटो चार्ज हुन्छ है गाइस यहाँ एक अर्को कस्तो अब्जल प्रयोग गरेको मैले परे पोस्टेड है मोजी तेरो भित्रमा चार्ज गर्ने काम यहाँ भन्दा सबभन्दा सानो भित्रमा तानी हाल्छ अरेले निशाना आएको पोस्टेड हो पोस्टेड त्यसपछि अमान तिमीलाई चाहियो भयो न हामी दुईजना हेरेर म प्रो म्याक्स हान्नका लागि म प्रो म्याक्स वाला हाल्छु परे पोस्टेड उमा तबाट इम्प्रेस भइसक्यो नि यो त्यो भएर पछाडि इम्प्रेस भइसक्यो आमा पछि यहाँ भएको मान्छे घुमेर एकराउन्ड हान्छ गाइस यहाँ मान्छे के भन्ने यार म धेरै डार्क जान्छ डार्क टक सन्ट तिमीमा त धेरै डार्क गइहाल्छ नि डार्क टक पहिलो पुरै बल्ल बास्न आउँछ के गरेको त्यस्तैमा यो मुजीले मोमो लाएर मात्रै आएको अनि मोमो सबै दुईटा मोमो बिकिसक्यो त्यो 4वटा दिएको त त्यही फलेर दिन्छ टक सन्ट गाइस 20 रुपैयाँ गोटा हाले मोमो अति डार्क आन्दै केटा 50 रुपैयाँ बिक्छ कन्डम पनि आफै किनेर आउँछ फेरि त्यही 50 रुपैयाँ त कन्डम किन्नु जान्छ त्यही मान्छेले रेप हानिदिन्छ त्यही कन्डम लगाएर डार्क माथि डार्क किन्न गएको त्यसको रेप हान्दिन्छ म जाँदिन म त जान्छु राम्रो रेस्पेक्ट छैन हल्का पनि त्यही भने केटाहरुलाई राम्ररी भन्नेवाला थिए म छोड्नु लागि अब यस्तो कुरा ननिकाल अब हाम्रो संस्कारी हैन बाकीको चाहिँ संस्कारी कुरा गरौँला हैन गाइस ए छैन छोड्दिनु अलि झोल हाल्नु लाइदिन्छु ओए यसरी बना न ब्लग मात्र हो मात्र नहाल्दैन नि हाम्रो हेर्न फेरि खोस्न त्यसमा हामी झोल नलि भने के झोल थोरै छौ त भनेको अब नेतालाई मा नगर भन्नुहुन्छ अलि हट्के त्यसको पनि लिनु पर्छ यो मेन हो त्यो फर्किदैन भाइ साटा साट हैन लटमा उता धेरै छ अर्को लट पनि आउन बाँकी छ म मात्र बाँकी गाइस स्टार्ट न म पनि स्टार्ट भए गाइस फर्स्ट राउन्ड चाहिँ क्लियर भयो हैन अर्को राउन्ड पनि सुरु हुन लाग्छ खाली यी मान्छेहरुको स्टाइल मासुमा धेरै हड्डी नै रन्डी यताले झरे भने चाहिँ एक सर्ट हो गाइस यता खाम न नि ल
एक शट होइन 8 वटा शट त्यही त एक ए 8 शट यो दोस्रो भुजा कि पहिलो भुजा हो? पहिलो बुझा फ्रन्ट शट हान्नु मिल्दैन ए, दोस्रो चाहिँ कहाँ? दोस्रो पुल छ अर्को राउन्डमा धेरै बेसी जम्प भयो अरे। जनता रिलिफ्ट आइदिएन है कहिले। एक्लो पनि बजिरहेको छ वा पसिना चाहिँ खिच्दै कर्मचारी डाटा कसरी Guys. बनाउन सक्दैन? अन्तिमका छन् 3 जना नकआउट भइसक्यो। ओए डाटा छैन? गाइज हार मानिसक्यो तिनैजनाले फर्स्ट सबसे छोरे चाहिँ म हो डाटा किन्ने पैसा अझै छ हो मासु अझ एक लड्छ त गाइज अझ एक लड्छ सबैजना उठिसकेको अवस्था अनि यहाँ चाहिँ हाम्रो अन्तिम व्यक्ति मिस्टर राज मन रात अन्तिम व्यक्ति एकदिनमै खानु भयो ए के बोल्या सबोर्डिन होस् गरेर होइन राज खेलखेलमा जान्छ फर्किराखेको अवस्था छ यहाँ होइन रेस्ट गर्दै ओहो मेरो डार्लिङले मलाई फोन गरिदिइराखेको छ है म कहिले पढाएर पुगेर फोन ब्याक गर्छु है पुगेको अवस्था यो चाहिँ नहाल्नु है स्पिडको। मलाई हेरेर जान देऊ न, अहिले ट्राफिक हुने चान्स बढी छ यहाँ। We don't care about traffic. यहाँ ए ट्राफिकको बारेमा मतलब भन्दैन गाइस म एक कल रिसिभ गरिहाल्छु त एकछिन स्लो डाउन We don't care अब कटारी पस्यो गाइस back we're back in Katari there is traffic we don't care traffic हेरेर काम गर्दैन guys लामा तिरपल लोडिङ गराउँछ हामी बेसी राखेँ मैले कटारी पस्छौँ हामी चाहिँ कटारीमा फाइनली हाम्रो ब्लगको दि एन्ड हुँदैछ गाइस ल है